बन्दुक निकाल्यो भने त्यसको हालत दिदीबहिनीका नाकका खोली फुलाकी चिलाई सब लुटेर लगे। हाम्रा दिदीबहिनीका घरका भाँडाकुँडा लुटे। हाम्रा दिदीबहिनीले पालेका कुखुरा रहेनन्, बाख्रा रहेनन्, सङ्गुर बङ्गुर केही पनि रहेन। यी फटारलाई कारवाही गरियो। यदि कारवाही गरिँदैन भने 10 वर्ष बन्दुक उठेको थियो। हामी भन्न चाहन्छु बालन सरकारलाई, यसले यो पीडितहरूले साँच्चीकै बन्दुक निकाल्यो भने त्यसको हालत आज हाम्रो अगाडि ब्यारिकेड छ। हामी यो ब्यारिकेड तोड्न पनि सक्छौँ। हामीसँग तोड्छ, तर हामीले के भनेका छौँ भने सुनाइ गरियो, नेपालबाट लघुवित्तहरू खारेज गरियो, अन्य सायद वामपन्थी नेताहरू वरिपरि हुनुहुन्छ भने कान खोलेर सुन्नुहोस्। तपाईँहरूले सुन्दैबाट आज वामपन्थी नेताहरूको सरकार, नेताहरू कतिपल्ट सरकारमा जानुभयो, यो पीडितहरूलाई न्याय दिनुभयो। तपाईँहरूले न्याय दिएको भए आज यो बर्के झरीमा अस्ति हामी राति 1 बजे सुत्यौँ। यहाँको बालन सरकारले पनि हामीलाई अमानवीय व्यवहार गरेको छ। 1 बजे जातिवादको छ्याङमुनि हाम्रा दिदीबहिनीहरू, हाम्रा बालबच्चाहरू, हाम्रा आमा बुवाहरूलाई एक प्रकारको अमानवीय व्यवहार गरिएको छ। हामीले यो ब्यारिकेडलाई साँची राख्दै हामी यदि हाम्रा माग सुन्दैन भने यो ब्यारिकेड, यो पुलिस प्रहरीको बन्दुक हामी खोसेर अगाडि बढ्छौँ। हामी मृत्यु भनेर केही मृत्यु केही मुक्ति भनेर हामी कसम खाएर आइसकेका। हामीले घर परिवारबाट हामी बिरामागी आइसकेका छौँ। त्यो आन्दोलन हामी त्यतिकै छोड्नेवाला छैनौँ। बालन सरकारलाई एक गरौँ, बालन सरकारको प्रधानमन्त्रीहरूको हेडक्वार्टरमा यो कुरा पुगोस् र हाम्रा मागहरू सुनाइ गरियो। होइन भने हामी मर्न तयार छौँ, हामी गोली खान तयार छौँ, लोक जनताले गोली पनि चलाउन तयार छौँ। यो कुरा एक गरोस्, बालन सरकारले एक गरोस् र हामीले विनम्रताका साथ हाम्रा मागहरू प्रस्तुत गरिराखेका। सहकारीहरूले जनतालाई ठगे। यिनी सहकारी दलालहरू, सहकारी फटाहरूले जनतालाई होइन, यो कुरा हामीले धेरै कुरा ठानेका छौँ। हामी इमान्दार छौँ, संयम छौँ। नेपाली जनता धैर्य छ। यो धैर्यताको बाँध टुट्यो भने, यो धैर्यताको बाँध टुट्यो भने के हुनेछ भन्ने कुरा तपाईँहरूले अस्ति सिकाइसक्नु। सिंहदरबार कसले जलायो? परमीको दाजुभाइको ड्रेस कसले खोज्यो? अस्ति भर्खरको यी बन्दुकहरू कसले खोजे? होइन, यसलाई कारवाही हुनु पर्छ पर्दैन? होइन, तपाईँहरूले गराएको, तपाईँहरूले सिकाएको हामीले त उल्टो गरेका छैनौँ। भारतमा के भइराखेको छ हामीले हेरिरहेको, तपाईँहरूले पनि हेरिराख्नु। साँच्चीकै जनता अन्यायमा पर्यो होइन, मर्नुभन्दा बोलाउने, मर्नु चाहिँ छ त किन धुनिएर मर्छौँ, किन बिगाएर मर्छौँ? हामी लडेर भन्ने कुरा राख्दै सम्पूर्ण आमा बुवा दिदीबहिनी दाजुभाइहरू सङ्घर्षबाट कोही पनि अत्तालिनु हुने छैन, कोही पनि यो सङ्घर्ष छोड्नु हुने छैन र हामी पहिलो शहीद हुनेछौँ भन्ने कुराहरू केन्द्रीय समितिबाट प्रतिबद्धता जारी गर्दै म अहिले बिदा हुन्छु। हस्त अभिवादन छ।